हेलो साथीहरू, गुड मर्निङ। आज मेरो बिहान भयो 10 बजे। नुहाइधुवाइ गरेर अनि त्यसपछि नास्ता पकाएँ। अनि त्यसपछि खाना बसिहालेँ। बिहानै भुटेको भात। अनि एकछिनपछि नानी उठिन् अनि म खेलाउन बसेँ। अनि एकछिनपछि ऊ सुतिन्। अनि सुत्दा 2 बज्यो। अनि 2 बजी फेरि मलाई भोक लाग्यो। अनि फेरि किचनमा गएर भुटेको भात तताएँ। अनि त्यसपछि कपाल मिलाउँदै जटा जस्तो कपाल। अनि त्यसपछि खाना बसेँ। अनि त्यसपछि मजाले खाएँ म। अनि खाँदै थिएँ भिडियो रेकर्ड गर्दै। उताबाट मेरो अर्को डगी हेरेर बसिरहेको थियो मलाई दिन्छ कि भनेर, तर मैले दिइनँ। आफ्नो खाना खाँदैन अनि मैले आफ्नो नदिने भनेर सोचेँ। अनि खाना खाइसकेपछि अब भाँडासाँडा के थियो सबै मले। अनि किचन पनि सफा गर्दै थिएँ अनि रेकर्ड पनि गर्दै थिएँ। अनि मैले किचन सफा गरेर अनि झाडु पनि लगाएँ। झाडु लगाएर पुछेँ पनि। अनि ल त्यति नै अनि म झाडु लगाउँदै थिएँ। अनि मेरो सिङ्गम चाहिँ यताउता चलेको चले गरिरहेको थियो। अनि मेसिनमा लुगा थियो अनि बाहिर त्यो हालेँ सुकाउनलाई। अनि अर्को लट पनि थियो, त्यो पनि लगेँ मेसिनमा हालिदिएँ। त्यति बेलासम्म नानी उठिसकिरहेछन्। अनि आएर एकछिन ल म आउँछु है भन्दै अनि जाँदै अनि उठेर यसरी हल्लिएर बसेँ। यतिकै मान्दैन मेरो छोरी, हल्लै राख्नुपर्छ, यसरी डान्स गर्नुपर्छ। अनि झ्यालभन्दा बाहिर देखाउँदै हल्लिँदै उसले भुलाउँदै बसिरहेको थिएँ। अनि एकछिनपछि उसलाई दुध खुवाएँ। अनि दुध खाएपछि ऊ सुतिन्। अनि मसँग टाइम थियो के गर्ने भनेर अनि म डान्स गरेर आफ्नो दिमागले फ्रेस बनाएँ। साथीहरू, हजुरलाई पनि दिमाग फ्रेस गर्नु छ भने मेरो भिडियो हेर्नुहोस् या फेरि आफै डान्स गर्नु होला। अनि अब अरू काम के गरौँ भनेर कपाल पनि कोरिहालौँ भनेर कपाल पनि कोर्न लाग्यो। ए भगवान्, यति धेरै कपाल झऱ्यो हेरेर म ल टक्लु नै भयो भने जस्तो भयो। जति कोर्छु त्यति धेरै कपाल झर्छ। यत्तिकै त्यो पहिल्यैदेखि म टक्लु नै थिएँ, अब झन् टक्लु हुने भए भगवान् भन्दै मनमा पीडा देखाउँदैछु म कपाल कति झऱ्यो भनेर। केही यसको उपचार छ भने भन्नु होला साथीहरू कमेन्ट गरेर। अनि कपाल बनाएँ अनि त्यसलाई बाटेँ बुढी माउ जस्तै। अनि त्यसपछि अरू त के भनौँ, गोरुको पुच्छर पनि रेडी भइसक्यो। अनि अब म के गर्नु, फेरि अर्को लुगा पनि धोइसक्यो त्यति बेलासम्म। अब गएँ म लुगा सुकाउन। बाहिर हाम्रो बाल्कनीमा त्यो लुगा सुकाउने छ। अनि एक लट सुकाइसकेको थिएँ अनि अर्को लट पनि हाल्न लाग्छु मैले सुकाउनलाई। मैले त्यो पनि घाम अलिअलि देखिरहेको थियो। 4 बजिसकेको थियो। दिनभरि त उज्यालो थिएन। अनि साँझ भएपछि अलिअलि उज्यालो भयो। घाम भएपछि अनि मैले लुगा सुकाउन हालिसकेँ। अनि त्यति बेलासम्म साँझ भयो। यताउता गर्दा अनि मैले डिनर बनाउन स्टार्ट गरेँ। अनि आज मैले डिनरमा भेज बिरयानी बनाउने ट्राई गरेको। त्यसमा सबै भवको तरकारी जे थियो सबै हालेर अनि मैले यहाँ पकाउने तयारी गर्दैछु। प्याज, आलु, क्याप्सिकम, लसुन, चना के थियो सबै हालेर मैले पकाएँ भेज बिरयानी। साथीहरू, खाना छ भने हजुरहरूले पनि यसरी नै पकाएर खानु होला। मैले चाहिँ पकाएँ, पकाउँदै यताउता काम गर्दै बसिरहेको थिएँ। अनि त्यसपछि यसरी गरेँ डिनर रेडी। मसला पनि यताउता थियो छरपस्ट। अनि मैले त्यो पनि मिलाएँ। केटा मान्छेले के यस्तै त गर्छन् नि, म नभइकन किचन सफा हुँदैन। अनि मैले त्यो ठिक्क पार्दै थिएँ, जे सामान जहाँ हुनुपर्ने त्यहीँ राखिरहेको थिएँ। अनि यसरी नै पकाएँ। अनि मेरो रेडी भयो भेज दम बिरयानी। पाक्यो, मैले खाना बसिहालेँ पहिल्यै। साथीहरू, यदि भिडियो मनपर्छ भने लाइक एन्ड कमेन्ट गर्नु होला। अनि यसरी नै बित्यो आजको दिन। यता मैले चम्मचले सिङ्गमलाई दिँदैछु खानालाई।